कुनै पनि कार्यक्रम सञ्चालन गर्नपूर्वक सभापतिको आवश्यक पर्ने भएकोले सभापतिको आसन ग्रहण गरिदिन हुन यस डोटी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति आदरणीय इन्द्र राणालाई अतिथिको प्रमुख सभापति डोटी बहुमुखी क्याम्पसका निमित्त प्रमुख आदरणीय सर लोकराज भट्ट सरलाई प्रमुख अतिथिको सिट आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी विशिष्ट अतिथिको सिट आसन ग्रहण गरिदिन हुन डोटी बहुमुखी क्याम्पसका सहायक हर्द परेल सरलाई अतिथिको सिट आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। अतिथिको सिट आसन ग्रहण गरिदिन हुन विद्यार्थी कल्याण प्रमुख आदरणीय गुरु मदननाथ ओझा सरलाई अतिथिको सिट आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अतिथिको सिट आसन ग्रहण गरिदिन हुन हरिप्रसाद जोशी सरलाई अतिथिको सिट आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। उद्घाटन गरिदिन हुन आज यस कार्यक्रमका प्रमुख अतिथि निवृत्त क्याम्पस प्रमुख आदरणीय सरलाई हार्दिक अनुरोध गर्दछु। विदाय कार्यक्रम मिति 2082 वैशाख 30 गते आयोजक स्वतन्त्र विद्यार्थी युनियन डोटी बहुमुखी क्याम्पस डोटी कार्यक्रमको उद्घाटन गरेको जानकारी गराउन चाहन्छु। धन्यवाद।
आँसु सबै सुकाएर गयौ। विदाई भन्ने शब्द भनेपछि अलिकति भावुकतातर्फ हामीलाई डोर्याउँछ। हामीले विदाई गर्नु पूर्व स्वागत गर्छौँ। पक्कै पनि हाम्रो स्वागत भएको थियो। जो आज तपाईँहरू जाँदै हुन्छ अवश्य पनि यहाँ यस क्याम्पसमा स्वागत भयो। एउटा परिवार हो हाम्रो क्याम्पस। यो क्याम्पसमा सँगै जोडियौँ, सँगै हातेमालो गर्दै आफूले जानेका कुराहरू केही क्याम्पसमा दिने, केही लिने कुराहरू भए। क्याम्पस भनेको लिने मात्रै होइन, दिने पनि हो। धेरै कुराहरू यहाँहरू लिएर जाने हुनुहुन्छ। यो एउटा उच्च शिक्षाको एउटा तह चाहिँ तपाईँहरू आजबाट पार गर्दै हुनुहुन्छ। त्यसपछिको अर्को तह छ, त्यो तहमा पनि यहाँहरूले निरन्तरता दिनुहुनेछ, त्यो अपेक्षा। तपाईँहरू सबैको जीवन सुखद बनोस्, सफल बनोस् र अध्ययन गरेका कुराहरू तपाईँहरूले आफ्नो जीवनमा सार्थकतापूर्वक लागू गर्न सक्नुहोला भन्दै कामना गर्दै बिदा हुन्छु। हस्, धन्यवाद। ज्ञान सँगै साहस जोडेर जाऊ, ज्ञान सँगै साहस जोडेर जाऊ, ज्ञान उपदेश हामीमाझ छोडेर जाऊ। हाम्रो उपहार तिम्रो सफलताको नै प्रतीक्षा हो। बिछोड सँगै साहस जोडेर जाऊ, ज्ञान उपदेश हामीमाझ छोडेर जाऊ। हाम्रो उपहार नै तिम्रो सफलताको प्रतीक्षा हो। देवभूमिबाटै इतिहास घोटेर जाऊ, बिछोड सँगै साहस जोडेर जाऊ, ज्ञान उपदेश हामीमाझ छोडेर जाऊ। उज्जवल हो भविष्य तम्रो संसार कार्य भया। बिन्ती गर्दौ मेरा दाइदी, बिन्ती गर्दौ मेरा दाइदी, 16 वर्ष झोला बोकी विदेश जन्जाया। बिन्ती गर्दौ मेरा दाइदी, 16 वर्ष झोला बोकी विदेश जन्जाया। धन्यवाद। उद्घोषक कल झगडा वाद विवाद हुने हो एक ठाउँ भए, कल झगडा वाद विवाद हुने हो एक ठाउँ भए। गट्टो जति बिसर्क्या सब निको सम्झिराख्या, गट्टो जति बिसर्क्या सब निको सम्झिराख्या। क्याम्पसै उज्यालो हर्या जन सबै ठाउँ चम्किराख्या।
लाग्या डोटी क्याम्पस सरहरू छुट्टी जान लाग्या मेरा प्यारा साथीहरू छुट्टी जान लाग्या डोटी क्याम्पस सरहरू छुट्टी जान लाग्या जाने मन त कति नै थियो सबैलाई छाडिकन जाने मन त कति नै थियो सबैलाई छाडिकन जानै पर्यो क्या गरौँ छुट्टी जान लाग्या मेरा प्यारा साथीहरू छुट्टी जान लाग्या डोटी क्याम्पस सरहरू छुट्टी जान लाग्या धन्यवाद मलाई विश्वास छ आदरणीय गुरुहरू र मेरा प्यारा साथीहरू मेरा प्यारा भाइ बहिनीहरूले मलाई सधैँ साथ सपोर्ट गर्नुभयो डोटी बहुमुखी क्याम्पसमा स्नातकका प्रथम वर्षको परीक्षा दिइसकेपछि मैले नतिजा प्रकाशनपछि मलाई गर्नुभएको क्याम्पसले माया विश्वास म अझै पनि कहिले क्याम्पसलाई निराशावादीमा परिणत गर्ने पक्षमा छैन जस्तोसुकै परिस्थितिलाई पनि कहिले पनि त्यसलाई हार मान्नु हुँदैन जब व्यक्ति आफैसँग हार्छ तब कसैसँग जित्न सक्दैन पहिला अरूसँग जित्नका लागि आफूसँग जितेको हुनुपर्छ विद्यार्थी ठुलो भएको हेर्ने इच्छा हुन्छ मैले एउटा एक्जाम्पलको लागि यही जिल्ला प्रशासन कार्यालयको सिडिओ साहब हुनुहुन्छ सिडिओ साहब भनेपछि यो जिल्लाको राजा नै भन्ने गरिन्छ तर उहाँलाई पढाउने शिक्षक यही जिल्लामा हुनुहुन्छ उहाँ यहाँ आइसकेपछि उहाँलाई खोज्दै उहाँको घरमा गएर नमन गर्नुभएको छ विदाई भयो सारा आँसु झर्यो बारा प्रतिहरूलाई सम्झे मन्दारा प्रतिहरूलाई सम्झे मन्दारा पुगो सबैजनाको यो नयाँ वर्षमा हारको छाया नपरोस् कहिले जीवन सबैमा आउन पनि धेरै मेहनत गर्नु भएको छ अहिले त अझ यस्तो सुविधा पाउनु भएको छ घरबाट निस्किने बित्तिकै गाडीमा चढ्नुहुन्छ सिधै सिलगढी पुग्नुहुन्छ हामी अन्तर्राष्ट्रिय क्षेत्रमा अखबारहरूमा टेलिभिजनहरूमा सामाजिक सञ्जालमा जताततै तपाईहरुका पोजिटिभ कुरा तपाईहरुका सफलताका कथा सुन्न पाऊँ हेर्न पाऊँ देख्न पाऊँ यही चाहिँ मेरो शुभकामना र क्याम्पस तर्फको शुभकामना व्यक्त गर्दै म बिदा हुन्छु धन्यवाद यो विदाई कार्यक्रम राखेकोमा म मेरो व्यक्तिगत तर्फबाट डोटी बहुमुखी क्याम्पसको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु र साथै विद्यार्थी भाइ बहिनीहरूलाई म अहिले प्रशासनको जिम्मेवार पदमा भएको हुनाले मेरो तर्फबाट मात्र नभइकन समग्र डोटी बहुमुखी क्याम्पस परिवारको तर्फबाट आगामी दिनको हार्दिक मङ्गलमय शुभकामना उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ यही टुङ्ग्याउँछु धन्यवाद नमस्कार र यो मञ्चमा उपस्थित हुनुभएका मेरो प्यारा गुरुवर्गज्यूहरू त्यसै गरी विद्यार्थी भाइ बहिनी साथीहरू सम्पूर्णमा म लक्ष्मीको तर्फबाट नमस्कार बस्नेलाई फेर पारेर हुनसम्म भन्छ जानेलाई नजाऊ भन्न नसकिने रहेछ बस्नेलाई फेर पारेर हुनसम्म भन्छ जानेलाई नजाऊ भन्न नसकिने रहेछ तिम्रो मायाले मलाई फेर दियो कमलो मुटु कमलो छाती हो कमलो मुटु कमलो छाती चिर दियो तिम्रो मायाले मलाई फेर दियो तिम्रो मायाले मलाई फेर दियो तिम्रो मायाले मलाई फेर दियो जान्दैन छ काले बना आसे भागे के छोलिलो आसे भागे के तमले माया नमानिनी
नमानिने माया माने कि छोडिलो माया माने कि छु काफल पागी टुप्पा कालो अम्पाके बाटो लालिलो अम्पाकी बाटो साथी भाइ के लागे सम्झाइ कहाँ जाइ कहाँ टोला लिनु कहाँ जाइ कहाँ टोला साथी भाइ के लागे सम्झाइ कहाँ जाइ कहाँ टोला लिनु कहाँ जाइ कहाँ टोला तो आत्मा बोकेर जाने मन कति रुवा छोडेर जाने मन रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला भयो हिजो दिउँसो सँगै थियो आज बाटो लागे सानो रात्रि बस्ने अब घुम्दै मोड्ने बेला भयो हिजो दिउँसो सँगै थियो आज बाटो लागे सानो रात्रि बस्ने अब घुम्दै मोड्ने बेला भयो देख्न मन लागेर स्कुलबाट आउँथे म भागेर फुलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लागेको बिराती छुट्यो डोरी फुल्ने बेलामा कोदो रोप्दा लागेको बिराती छुट्यो डोरी फुल्ने बेलामा र यो मञ्चमा यति लामो समयसम्म चाहिँ एकदम धैर्य धारा र अनुशासितपूर्वक एकदम नैतिक एकदम अनुशासित भएर यो आज हलमा अनुशासित भएर बस्दिनु हुने सम्पूर्ण विद्यार्थी साथीहरू सर्वप्रथम त विदाय आफ्नो एउटा पितादायी शब्द जुन दिन मान्छे जन्मिन्छ त्यो दिन उसको मर्ने निश्चय नै हुन्छ मिलन बिछोड जन्म मृत्यु एउटा प्रकृतिको नियम नै हो क्या